हेलो गाइज, वेलकम ब्याक टु आवर युट्युब च्यानल साथीहरू। आज चाहिँ म चाहिँ यहाँ लेकबाट फेरि तल चिङ्गरा खोला झर्दैछु साथीहरू हामी चाहिँ। अनि हामीसँग चाहिँ पछाडि साथमा हुनुहुन्छ अरू पनि। अहिले चाहिँ मैले देखाइन, म बाटामा जाँदा देखाउने छु। सो त्यति लागि साथीहरू भिडियो हेरेर इन्जोय लिनु होला, कुनै पनि स्किप नगरिकन। अनि यता चाहिँ हाम्रो साला हुनुहुन्छ, जेठो साला, अनि यता चाहिँ सारू, जेठो सारू, अनि म चाहिँ माइलो। त्यही हामी तिनजना चाहिँ अहिले भिडियो स्टार्ट गरेका छौँ। आयो साथीहरू, तपाईँलाई कस्तो लाग्छ, मन परेमा लाइक कमेन्ट सेयर गरिदिनु होला। सालालाई कस्तो लाग्यो, यता कस्तो छ, म कस्तो छु, सबैलाई कमेन्ट गर्नु होला है साथीहरू। सो अहिले चाहिँ लेकको चिसो हावा खाँदै, चिसो चोत्रा खाँदै साथीहरू हामी चाहिँ आइपुगेको छौँ मेरो माइती देश हाम्रो। हामी दुई सारू आएको छौँ साथीहरू। अघिल्लो भिडियोमा पनि तपाईँले देख्नुभयो होला, हामी दुई सारू आएको। सो त्यसको लागि आएर चाहिँ हामी चाहिँ चोत्रा खाँदैछौँ। चोत्रा खाएर भ्याएर खानासाना खाएर हामी खोला जानुपर्ने हुन्छ। त्यसको लागि चाहिँ तपाईँहरूले मजाले भिडियो हेरेर कुनै पनि स्किप नगरेर मजाले भिडियो हेरिदिनु होला है त साथीहरू। लेस अब भिडियोतर्फ जानुपर्ने हुन्छ अलिअलि साथीहरू, धेरै नै अलिअलि थोरै थोरै जानुपर्ने हुन्छ। त्यसको लागि चाहिँ हामी चाहिँ यहाँ थोरै एउटा रिल्स बनाउँछौँ चोत्राको साथीहरू है त। तपाईँले हेर्नुहोस्, इन्जोय लिनुहोस्, मन परेमा लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला साथीहरू है त। पनि एकदम फिट एन्ड फाइन छ साथीहरू। सो अनि भिडियो कस्तो लाग्यो तपाईँहरूलाई, अनि यस्तै यस्तै भिडियो चाहिँ म यहाँ माथि आउने डिल्सम्म गरिरहने छु साथीहरू। अहिले चाहिँ म खोला झर्छु, रोपाइ हुन्छ साथीहरू, त्यसपछि रोपाइ गर्नुपर्ने हुन्छ। अहिले चाहिँ यो भिडियो चाहिँ यतिसम्मलाई, यहीँसम्मलाई, अनि यहाँबाट नेक्स्ट भिडियो आउनेछु साथीहरू। त्यति दिनको लागि मेरो साइडमा रहेको भिडियोहरू चाहिँ नभुल्नु होला। सो अनि अब चाहिँ नेक्स्ट भिडियोको लागि प्रतीक्षा गर्नु होला है त। रक्सी है। सो वेलकम गाइज माई भ्लग साथीहरू। आज चाहिँ हामी चाहिँ खोला जाने भनेको साथीहरू, देख्न सक्नुहुन्छ। चाहिँ म चाहिँ यहाँ छु, म चाहिँ सारू हिँड्छ। अब चाहिँ हामी चाहिँ खोला जाने। के चोत्रा छ र? चोत्रा हेर्नु त यहाँ वाक्क जप्पा देख्नु नि त। चोत्रा हेर्नु साथीहरू। अब चाहिँ यो चोत्रा खान पर्ने हुन्छ अलिकता एकछिन, पुरै बन्द भयो। अनि त्यसपछि चाहिँ हामी खानासाना खाएर खोलातिर जानुपर्ने हुन्छ। त्यसको लागि चाहिँ तपाईँले योभन्दा अगाडिको भिडियो अनि उहाँ घरबाट आएको यहाँसम्मको यात्रा हाम्रो कस्तो भयो त्यसमा चाहिँ लाइक कमेन्ट गर्न नभुल्नु होला। अनि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न पनि नभुल्नु होला साथीहरू। अनि बेल आइकनमा अलमा राख्न चाहिँ नभुल्नु होला। अहिले चाहिँ हामी तपाईँलाई लेकको चिसो हावा, चिसो के भन्छ यसलाई, चोत्रा, चिसो चोत्रा, अब काफल त छैन साथीहरू, काफल त भ्याइगयो, खाँदै हामी चाहिँ तपाईँहरूलाई भिडियो चाहिँ अपडेट गरिदिनु रहन्छु। बाटोमा म चाहिँ यहाँबाट खोला पुग्नु चाहिँ कति टाइम लाग्छ, के कस्तो हुन्छ, त्यो चाहिँ सबै तपाईँलाई म बाटोमा देखाउने छु। तपाईँले चाहिँ फुल भिडियो हेरेपछि मात्रै थाहा पाउनुहुनेछ के कसरी जानेछौँ हामी त्यहाँ। अनि त्यहाँ गएर अलिअलि के कस्तो रोपाइ सोपाइ, माछा साछा मार्ने के हुन्छ त्यो सबै तपाईँलाई म देखाउने छु। यो फुल भिडियो हुन्छ सेकेन्ड भिडियोमा, योदेखि अगाडिको भिडियोमा चाहिँ छैन। अनि अगाडि भिडियोमा चाहिँ घरबाट यहाँसम्म आएको मात्रै छ साथीहरू। अब यहाँबाट चाहिँ हामी तल खोला जानलाई फेरि हिजो आएर आज बस्यो। अब आज बिहान खानासाना खाएर झर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ त्यही हो साथीहरू। हामी चाहिँ दुई सारूसँग मैले, हाम्रो फ्यामिली चाहिँ घर हुन्छ। अनि चाहिँ एकछिनपछि सबैलाई समेटेर अनि हामी चाहिँ सँगै लाग्नुपर्ने हुन्छ। अहिले चाहिँ चोत्रा खाम है त गाइज। ल जुप्पा हेर्ने, जुप्पा कस्तो छ टेस्ट अरे चोत्राको? त्यो कुरा हो, असारको चोत्रा ल मैले ल्याइसकेको छु हातमा साथीहरू। अब चाहिँ यो लेकको चिसो हावा, चिसो पानीमा चाहिँ यो उब्जन नभएको हाम्रो फलफुल चाहिँ यो खानुपर्ने हुन्छ, टेस्ट गर्नुपर्ने हुन्छ है त।
आहा क्या टेस्ट। थुकेर देखाउनु न कुत्र खाने यस्तो हुन्छ चोत्र खायो थुक पनि हेर्नुहोस् कस्तो देखिन्छ है। ल त्यो ढुङ्गा थुक चोत्र चाहिँ खान पर्छ कि मनै हरार भयो। केटाकेटीहरू कता गयो यार आउँछ कि यो चोत्राको यहाँ यत्रो फल्छ यहाँ चाहिँ गम गम खान पर्ने हुन्छ साथीहरू। फोन गर्ने न फोन। अनि यहाँ चाहिँ ढपक्कै सल्लाहकारले ढाकेको छ साथीहरू हेर्नुहोस् पुरै। यता चाहिँ फोन गर्न लाग्नु भएको छ। यता पनि रहेछ सस्तै यहाँ चाहिँ। ल साथीहरू तपाईँलाई म एकछिनपछि खाना खाएर खोला झरेपछि म देखाउँछु। अहिले चाहिँ हामी चोत्रा खाना बिजी साथीहरू है, एकदम भेरी बिजी है। यस्तो हुन्छ साथीहरू हात रगतै रगत लाग्यो। के गर्ने लेकको चिसो हावामा बनेको फलफुल खाना त भाग्यमानी हो साथीहरू। आया कराल घोजो। ल साथीहरू है त खोला देखाउँछु म सिधै। ओके बाई। ल यहाँ चाहिँ हाम्रो स्वागत छ भने मेरो युट्युब च्यानलमा स्वागत छ। पुसैलाई कतिजना लाउनु भयो पुसै? झाली ल्याउन काममा के काम गर्न लाग्नुहुन्छ? प्लास्टर काम देखाउनु मिल्छ मलाई? मिल्छ। ल अहिले म एकछिनमा आउँछु है, तपाईँ त्यहाँ जानु म आउँछु काममा है। कहाँ के भयो यो जालीलाई पुसै? के भयो यो जालीलाई? हिजो के गरी च्यात्यो? हिजो च्यातेर ल राम्रो राम्रो जाली हो र। ल भाले खाना गयो। भाले खाना भयो त्यहाँदेखि माथि नजाऊ। म पनि आएको है सिमटिममा करेसा बाहिरतिर दिदी पछाडि यही हो हाम्रै ल करेसारी गई सिमी फैलिरहेको छ होइन। ल साथीहरू हामी चाहिँ यो बाटो हुँदै काउले जाँदैछौँ साथीहरू। सालाले चाहिँ आज चाहिँ स्पेसल के छ भनेर लैजानु लाग्नु भएको छ। के हुन्छ हुँ गएर थाहा हुन्छ साथीहरू। यहाँ पछाडि छन् दुईजना। ल साला हाम्रो काउलेमा विशेष के छ प्रोग्राम भन्नु पर्यो के? काउलेमा चाहिँ होइन आज ट्र्याक चलाएर के छ प्रोग्राम? यस्तै त प्रोग्राम त अब गाउँघरतिर त अब दुईटा भेनालाई लिएर हिँडेछन् के अरे। अब प्रोग्राम के छ काउलेमा? ट्याक्क अब गाउँको अब यसो गाउँहरू देखाउनु लाग्यो, फ्रेस हावा खुवाउन लाग्यो गाउँघरतिरको। मलाई चाहिँ जानै मन थिएन जबरजस्ती हो। म झन् भगाएर लग्यो मलाई झन् साथीहरू। ल तारेर घुराको छाला गई त्यही साथीहरू सब झुटो है गाई चाहिँ, त्यो चाहिँ सब झुटो। तर लग्दा म जबरजस्ती लग्यो तर घुरा छाला चाहिँ गएको छैन, सिम्पलै छ। त्यही साथीहरू। अनि हामी चाहिँ त्यहाँ गएर देखाउँछौँ के गर्न लगेको। हामीलाई चाहिँ त्यहाँ एउटा स्कुल बनेको छ अगाडि साथीहरू, त्यहाँसम्म पुग्ने प्रोग्राम रहेको छ हाम्रो चाहिँ। अब यो चाहिँ के हुन्छ सालाले त्यहाँ गएर के गर्ने हो त्यही हुन्छ। हस्पिटलको बारेमा भन्नुपर्छ है। बच्चालाई चोट लाग्दाखेरि टाँका लगाउने अवस्था पनि भएन क्या। त्यहाँ गएर बुझ्नुपर्छ साथीहरू। म तपाईँलाई फुल भिडियो त्यहाँ गएर देखाउँछु। यहाँ चाहिँ यो चाहिँ लास्टै विकट ठाउँ रहेको छ साथीहरू। यहाँ चाहिँ अस्पताल पनि रहेनछ साथीहरू। को त्यही हो, लापनमा चाहिँ एउटा सस्तै छ गाई छैन, काउलेमा चाहिँ एउटा बनाउनु पऱ्यो, काउलेमा चाहिँ छैन। एउटा चाहिँ यहाँ बन्नु पर्यो। ए मेरो बालन सरकार चाहियो यहाँ
नत्र भने राजीनामा दिनु पर्यो। तर यहाँका मान्छे धेरै ठुला बनाइदिए मेरो बाल्टी पाल्ने यहाँका मान्छे धेरै ठुला कुरा मात्रै गर्छन् तर काम गर्न सक्दैनन् होइन चोर्या चोर्या लाम नाक्छ गरेकोहरू। ग्यास पार्दैन तर मैले गरेँ भनेर धेरै भन्ने छन् यहाँ तर छैनन् गर्ने मलाई केही छैन सेवा सुविधा गरे भने सक्क दिनु पर्यो गाई चाहिँ त्यो भन्ने यो चाहिँ सब जार्खाको गफ हो है साथीहरू, माइन्ड नगर्नु होला। यस्तै हो, के गर्ने, गाह्रो छ के सल्लाहकारी। छोरो हो बिहानबाट 4 गिलास खान देखियो है। ल साथीहरू, अब चाहिँ काउले चाहिँ आइपुग्यो। ल हेर्नुहोस्, दुईवटा केटाहरू मजाले भेनासाला मजाले हिँडेछन्। म चाहिँ पछाडिबाट क्यामेराम्यान बनेको छु दुईवटाको। अनि काउले चाहिँ आइयो। स्कुल चाहिँ त्यो पाएर रहेको छ अरे साथीहरू। म तपाईँलाई एकछिन देखाउँछु त्यहाँ गएर नि पुरै देखाउँछु साथीहरू। त्यो रहेको छ स्कुल। अब चाहिँ थोरै छ गरे जान चाहिँ म चाहिँ पछि हिँडिरहेको छु। त्यहाँ गएर तपाईँहरूलाई म स्कुलको भिडियो, त्यहाँ बसेको के गरेर गएको हामीहरू भनेर देखाउँछु। तपाईँले मजाले हेरिदिनु होला साथीहरू। यहाँबाट पनि देखिने चाहिँ क्लियर स्कुल छ। ल हेर्नुहोस्, त्यही रहेको छ स्कुल साथीहरू। हल्का जुम गरेर देखाइदिउँ न त। त्यही रहेको छ साथीहरू स्कुल। ल हेर्नुहोस्, त्यहाँ जानुपर्ने हुन्छ हामी चाहिँ। यहाँबाट भिडियो राम्रो आउँछ गजब आयो त। सो फाइनली साथीहरू, म चाहिँ अहिले काउलेको स्कुलमा आइसकेको छु। अनि यो स्कुल चाहिँ अहिले 2083 सालमा बनेको छ। अनि पुरानो स्कुल चाहिँ तल रहेको छ साथीहरू। अनि म चाहिँ यसो गाउँघरतिर माथि ससुरालतिर घुम्दै फिर्दै आउँदाखेरि यो स्कुलमा चाहिँ आउन मन लाग्यो। करिब 10-12 वर्ष अगाडि चाहिँ मैले त्यो तल पुरानो मन्दिरमा चाहिँ भिडियो बनाएको थिएँ साथीहरू। अनि अहिले चाहिँ यहाँ माथि नयाँ स्कुल बनेको छ। त्यसैले फेरि पनि म त्यही पुरानो ठाउँमा आएको छु साथीहरू। अनि तल स्कुलमा पनि देखाउँछु म तपाईँहरूलाई कस्तो के छ, त्यो मन्दिर कस्तो के छ। अनि यता चाहिँ रहेको छ हाम्रो सार्वजनिक टोयलेट। यता चाहिँ टोयलेट बरपिपलहरू यहाँ पनि टन्न भएको छन्। सो यता तल दुईवटा घर छन्। त्यही साथीहरू, तपाईँलाई कस्तो लाग्छ गाउँघरतिर स्कुल यस्तो छ। त्यो गर्ने तल चाहिँ धेरै पुरानो स्कुल हो। त्यो चाहिँ यो चाहिँ अहिले नयाँ बनेको छ। त्यही भएर साथीहरू यसो अवलोकन गर्छु किन भनेर हो। त्यस्तै हो। त्यो अनि यहाँ चाहिँ भलिबल खेल्ने रहेको छ। त्यही सबै रहेको छ साथीहरू। अलि यहाँ चाहिँ खानेपानीको व्यवस्था चाहिँ देखेन साथीहरू। यो चाहिँ यहाँको को हुनुहुन्छ अगुवा अध्यक्ष, त्यसले चाहिँ यसो हेरिदिनु गर्नु पऱ्यो। अनि केटाकेटीको यो फिल्ड चाहिँ अलि राम्रो बनाइदिनु पऱ्यो साथीहरू। त्यही हो। अनि माथिल्लो तल चाहिँ बनाइदिनु पऱ्यो छिटो। तलकोलाई चाहिँ बन्द गरेर यो माथिको चाहिँ छिटो चालु गर्नु पऱ्यो साथीहरू। त्यही भन्नु चाहिँ हामी त अब के गर्ने, हामी त अब स्कुल छोडेको पनि करिब 10-15 वर्ष भइसक्यो। अनि यहाँ चाहिँ माथि छत छ, यहाँ चाहिँ बिल्डिङहरू लागेको छन् टक्क। माथि पनि देखाइदेऊ, यहाँको बिल्डिङहरू बन्दैछन्, नयाँहरू अलि हुँदैछ माथितिर। त्यही हो साथीहरू। अब धेरै त हुँदैन। अब चाहिँ यसो छोटो रिल्स बनाउँछु म तल पुरानो मेरो मन्दिरमा। हामी चाहिँ पहिला मैले चाहिँ बनाएको थिएँ भिडियो, त्यहाँ एकछिन गरेर पुरो भिडियो बनाउँछु, सर्ट भिडियो। अनि तपाईँहरूले चाहिँ भिडियो गरेर भयो। ल साथीहरू, म माथि चाहिँ हाम्रो सेकेन्ड फ्लोरमा पनि देखाउँछु तपाईँहरूलाई कस्तो छ। नयाँ बन्दैछ माथि चाहिँ। ल गाइज, यहाँ चाहिँ बाइक रहेको छ, बाइक राख्ने ठाउँ। यो चाहिँ स्टेसन जस्तो बस पार्क जस्तो भएको छ स्कुलभित्र। त्यही साथीहरू, धेरै राम्रो छ, धेरै ठिक छ यहाँ चाहिँ सबै। अब चाहिँ म तपाईँलाई माथि देखाउन जाँदैछु। हेर्न सक्नुहुन्छ, सिटी पनि ट्याकटुक मिलेको छ सबै। अहिले चाहिँ यो फोहोर छ, लेउले सेउ लागेको छ पानी परेर। अनि यहाँ चाहिँ के हो, यो आधा बान्दा आधा इट्टा लागेको छ साथीहरू। यहाँ चाहिँ यो चाहिँ देवाल भनिन्छ साथीहरू। आधा देवाल आधा इट्टा लागेको छ। यो चाहिँ सायद बन्दैछ, अझै तयार हुँदैछ। त्यही हो। अनि यता पनि छ कोठा, यता पनि कोठा रहेछ। यो चाहिँ स्कुल रहेको छ अरे साथीहरू। माथि चाहिँ हरियाली सल्लाहकारी ट्याक्सँग रमाउँदै पढ्दै कार्पेटमा बस्दै। त्यही हो साथीहरू। तपाईँ पनि यो स्कुलमा को पढ्नु भएको छ अनि यो स्कुल छोडेर को जानु भएको छ मलाई चाहिँ त्यहाँ कमेन्ट गर्नु होला। त्यति भन्दै अहिलेलाई चाहिँ म बाई बाई साथी। ल गाइज, यो चाहिँ तल्लो स्कुलमा जाँदै है हामी। ल साथीहरू, हामी चाहिँ तल पुरानो स्कुलमा जाँदैछौँ। मन्दिर यो चाहिँ नयाँ बनायो होला मन्दिर। यहाँ चाहिँ यस्तै हो, लेकको हावापानी, चिसो मौसम। यहाँ चाहिँ बर्खा लागेको छ लेकतिर चाहिँ, हाम्रोतिर चाहिँ बर्खा लागेको छैन अहिले, बिस्तारै लाग्ला।
तल मन्दिर देखाइदेऊ हल्का जुम गरेर देखाइदेऊ मन्दिर हो त मन्दिरमा जो गाइस अहिले चाहिँ पुरानो स्कुलमा आएको छु हाम्रो चाहिँ यो श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय काउले रजना 1 रहेको छ साथीहरू यहाँ चाहिँ अनि त्यति भन्दै अहिले यो चाहिँ पुरै यो भ्यू देखाउँछु म तपाईँहरूलाई पुरानो स्कुलको यो चाहिँ 2082 सालमा बनेको 42 सालमा बनेको रहेछ साथीहरू त्यति भन्दै त्यो मन्दिर पनि सँगसँगै होला साथीहरू उता देखाइदियो सर र पुरै भ्यू देखाइदियो पुरानो स्कुलको ट्याक्क टाँकी बनाएर देखाइदियो